हेलो एभ्रिवान, मेरो चाहिँ बन्दाकोपी रोप्ने स्टार्ट हुन आँट्यो है। हेर्नुहोस् न, मल कुटेर आज चाहिँ मैले रेडी गरिसकेँ। यसरी कुट्नुपर्छ, यसरी मसिनो मिहिन पारेर कुट्नुपर्छ। यहाँदेखि मात्रै कोपी रोप्नुपर्छ। बन्दा चाहिँ हेर्नुहोस् न, चप्परा काँटा बेल्चा। यहाँनिर म चाहिँ गर्दैछु। हेर्नुहोस् न, मजाले कुट्नुपर्छ नि। पोहोर ग्याप राखेर चाहिँ यसपालि फेरि रोप्दैछु। पोहोर पनि डरलाग्दो मुला फलेको थियो, यसपालि चाहिँ कस्तो फल्छ, भगवानले कसरी साथ दिन्छ। अब चाहिँ बन्दाकोपीको सुरुवात भयो। मैले अस्ति बन्दाकोपीको तपाईँहरूलाई ब्याड देखाएको थिएँ नि, त्यही बन्दाकोपी चाहिँ रोप्नुको लागि रेडी हुँदैछ। मेरो सानो ब्लगलाई हेरिदिनु होला है, मेरो साथीहरूलाई देखाउँदैछु। मेरो चाहिँ स्टार्ट भयो मल कुट्ने। यति मसिनो पार्नुपर्छ यस्तो मल चाहिँ। हेर्नुहोस् न, भए पनि राम्रो हुँदैन खेती। सबैजनालाई बाई बाई, अर्को भिडियोमा भेटौँला।